हेलो अहिले चाहिँ हामी ओपन टोटोको लागि निस्किसकेका छौँ। यहाँ देख्न सक्नुहुन्छ तपाईँहरूले सुक्खा पहिरो आएको छ। सुक्खा पहिरो 5 मिनटसम्म थिएन। नमस्ते, मेरो नाम छवाङ गुरुङ। हाम्रो गाउँ साङ्पा अनि हाम्रो गाउँ उचाइ चाहिँ हाई चाहिँ 3700 चान्चुन थियो। अनि हाम्रो काम चाहिँ यस्तै हो, सानोदेखि नै खेतीपातीहरू काम गर्ने, पशुपालन पाल्ने। अनि मान्छेहरू घुम्न आउने मान्छेहरू आयो भने होटल अलिक सानो सानो होटल गर्दैछु। साथीहरू सबैले नमस्ते। यस्तो डिफिकल्ट हेर्नुहोस् न बाटो। बाइक यहाँ छैन। सबैभन्दा गाह्रो चाहिँ यो बाटो चाहिँ यो खोला अनि बाइक क्रस गरेर चाहिँ उता पुऱ्याएको छ। अब गाइस लास्ट गाह्रो छ। जम्मा 5 आवर लाग्छ अझै पनि हाम्रो स्टार्टिङ पोइन्ट यहीँ हामी आउनु 1 घन्टा लाग्यो। यहाँबाट चाहिँ सबैभन्दा गाह्रो ठाउँ सुरु भएको थियो। जब चाहिँ हामी साङताङबाट माथिसम्म जसरी पनि हामी दुःख गरेर गयो। अनि जुन यो बाटोबाट चाहिँ एकदम गाह्रो भएको थियो। अनि त्यो झन् त्यो एकदम चिसो पानी है, अनि खुट्टाहरू पनि एकदम भिजिसकेको थियो। अनि हामीले उताबाटको बाटो गाह्रो भएर चाहिँ यो बाटो अलिक सजिलो होला भनेर चाहिँ यो बाटोबाट क्रस गर्न थालेको थियो। अनि गाह्रो चाहिँ च्यालेन्जिङ चाहिँ एकदम थियो। अनि धेरैले भनेको थियो कि बाइक चाहिँ माथिसम्म जाँदैन भनेर। अनि हामीले एकदम ट्राई गऱ्यौँ। अनि दाइ र म मात्रै थियो, एकदम कोसिस गऱ्यौँ। अनि हामीले जसो तसो अलिकति माथिसम्म चाहिँ लिएर गयौँ। हामीले करिब 9 बजेदेखि बाइक ठेलेर लिएर जान थालेको थियो माथिसम्म। अनि हामी जाँदै गर्ने क्रममा चाहिँ कतिवटा हाम्रो खच्चडको दाजुहरू आउनुहुन्थ्यो। अनि तपाईँहरूले सक्दैन भन्नुहुन्छ, तर हामीले चाहिँ एकदम जोसका साथ अनि सक्छु होला भनेर माथिसम्म जाने कोसिस गरेका थियौँ। अनि हामीले माथिसम्म जाँदै गर्दाखेरि चाहिँ बाटोहरू बनायो। बाटो बाइक जाने बाटो नै थिएन, किनकि त्यो डोजर मात्रै जाने बाटो थियो। हामीले यसरी बाटो बनाउँदै एकदम साहसी दिँदै गयौँ। अनि हामीले बिचमा एकजना साथीहरूलाई भेट्यौँ। अनि उहाँहरू पनि माथि जाँदै हुनुहुँदो रहेछ। अनि उहाँहरू पनि जाँदै भएपछि चाहिँ हामीले एउटा सँगै जाऊँ न त भन्ने कुरा गरेर चाहिँ हामी माथिसम्म जाने कुरा गरेर चाहिँ हामीले एकसाथ जाने निर्णय गऱ्यौँ। अनि एकदम गाह्रो अवस्था थियो र गाह्रो अवस्था छ पनि। अनि यो बाटोमा चाहिँ 1 वा 2 जना चाहिँ जान सक्दैन। हेर्न सक्नुहुन्छ तपाईँहरूले। थ्याङ्क यू। हेर्न सक्नुहुन्छ तपाईँहरूले बाटो कस्तो छ। अनि
हाम्रो यो बाटो हेर्दै गर्दाखेरि चाहिँ अनि कतिजनालाई चाहिँ त्यहाँ हाम्रो दाइहरू हुनुहुन्थ्यो हाम्रो बाइक तान्नको लागि कतिजनाको लागि हेल्प गर्दै हुनुहुन्थ्यो अनि हामी सक्छ कि सक्छ भनिरहेको थियो अनि हाम्रो जोसमाथि जोस चाहिँ आइरहेको थियो अनि त्यो हामीलाई खानको निम्ति पानी अनि खानेकुराहरू जसरी त्यो जङ्क फुडहरू पनि सबै सकिसकेको थियो अनि हामीले जसोतसो तान्दै थियौँ अनि अहिले हेर्दै जानुहुन्न तपाईँहरूले अनि धेरै गाह्रो अवस्था थियो गाह्रो अप्ठ्यारो पनि थियो बाइकलाई मान्छे बसेर त हुँदैन कि मान्छेले तानेर ठेलेर पनि मान्छे बाइकमाथि चढिरहेको थियो अनि हामीले कोसिस गरिरहेको थियौँ अनि रमाइलो पनि भइरहेको थियो दुःख पनि पाइरहेको थियो सबैभन्दा गाह्रो चाहिँ यहाँबाट भएको थियो किनकि राति भइसकेको थियो अनि कति 9 साढे 9 भइसकेको थियो हामीले बाइक चाहिँ तान्यौँ कति बजीसम्म भन्दाखेरि तपाईँको हामीले 11:15 बजीसम्म बाइक तान्यौँ यो प्रभु तपाईहरु चाहिँ तानेर पनि तपाईँले देख्न सक्नुहुन्छ है अगाडिबाट दुईजना दोहोरीले एकजना अनि पछाडिबाट एकजनाले तान्नेहरू तानिरहेको छ अनि 12 बज्नलाई 45 मिनटहरूसम्म तानिरहेको थियौँ अनि त्यहाँबाट हामीले माथिसम्म हिँडेर बाइक राखेर हिँडेर जाने योजना गऱ्यौँ अनि माथि हामी जब भेरोलमा पुग्यौँ अनि भेरोलमा पुग्दाखेरि चाहिँ 1:15 भएको थियो 12:45 पुगेको थियो हेर्न सक्नुहुन्छ